विक्रम सम्वत 2081 को अन्तिम परीक्षा। हाम्रा विगतका असफलताहरूको बोझ र उज्जवल भोलिको आशा बोकेको एउटा छेन। यो म र मेरो साथीको लागि अर्को परीक्षा मात्र होइन, र विगतका छायाहरूसँगको एउटा युद्ध हो। हामी दुवैले विक्रम सम्वत 2080 को परीक्षामा असफल भयौं। गति मात्र होइन, हामी हाम्रो मौका परीक्षामा पनि असफल भयौं। म 3 विषयमा असफल भएँ, मेरो साथी 4 मा। जब मौका परीक्षा आयो, हामीले आशालाई समात्यौं। पहिले भन्दा धेरै कडा अध्ययन गर्यौं। यो पटक सायद भाग्य दयालु हुनेछ भन्ने विश्वास गर्यौं। तर यतिको योजना अर्कै थियो। हाम्रो प्रयासको बावजुद मैले 2 विषयमा मात्र पास गरेँ र 1 मा असफल भएँ। मेरो साथी मुस्किलले टिक्यो, 2 मा मात्र पास गर्यो भने 2 मा असफल भयो। असफलताको बोझ हाम्रो छातीमा भारी भएर बस्यो, नहट्ने आधी जस्तै। तैपनि यो अँध्यारोमा पनि प्रकाश थियो। हाम्रा आमा बाबु, छिमेकी, दाजुभाइ, दिदीबहिनीहरू, उहाँहरू हाम्रो साथमा उभिनुभयो। हामी टुक्रिन लागेको बेला हामीलाई उठाउनु भयो। उहाँहरूले हामीलाई भन्नुभयो, असफल हुनु अन्त्य होइन, यो सफलता अघिको विराम मात्र हो। तिमी प्रयास गर्न छोड्छौ, तब मात्र तिमी साँच्चै असफल हुन्छौ। त्यसैले हामी फेरि उठ्छौं। यसपटक विक्रम सम्वत 2081 को अन्तिम परीक्षा उस्तै हुने छैन। हामीले हाम्रा विगतका गल्तीहरूबाट सिकेका छौं। हामी असफलताको आगोबाट हिँडेका छौं र अब हामी बलियो छौं। हामी इतिहासलाई दोहोर्याउन दिने छैनौं। रात लामो हुन सक्छ, तर सूर्य फेरि उदाउनेछ। परीक्षाको 1 दिन मात्र बाँकी थियो र त्रासले मनलाई घेर्यो। प्रत्येक पल भारी लाग्थ्यो। ध्यान केन्द्रित गर्न गाह्रो भयो। तनावबाट मुक्त हुन साथी र म गुम्बा गयौं, तर शान्त वातावरणमा पनि तनाव हट्न सकेन। हामी चुपचाप बस्यौं, आत्मविश्वास फर्काउने प्रयास गर्यौं, तर शंकाले सताइरह्यो। असफलताको डरले शान्त हुन दिएन। केही समयपछि हामी फर्कियौं। रात पर्यो, आकाश अँध्यारो भयो र त्यो दिन रात अरू दिन रात भन्दा छोटो लाग्यो। बिहान भयो, हामी परीक्षा केन्द्रतिर लाग्यौं। प्रत्येक पाइलामा त्रास बढ्दै गयो। हामीमा 1% मात्र आशा बाँकी थियो। प्रवेशद्वारमा पुग्दा भिडियो खिच्न रोक्नु पर्यो, किनकि अनुमति थिएन। यो हाम्रो विगतको असफलताको कथा थियो, डर, संघर्ष र आशाको अध्याय। तर अब नयाँ परीक्षा, नयाँ चुनौती हाम्रो लागि पर्खिरहेको छ। मलाई आशा छ तपाईँ यो यात्रामा मसँगै रहनुहुनेछ। यो मेरो सिनेम्याटिक भिडियो बनाउने पहिलो प्रयास थियो र मलाई विश्वास छ यो तपाईलाई मन पर्नेछ। छैन यार, खेलेकै शान्ति कत्रो होला क्या, शान्ति कत्रो होला। सिनेमेटिक बनाउनु देखिहाल्छ, तेरो क्यामेरा राम्रो छ हौ।